नमस्कार। आज 2082 चैत 18 गते बुधबार। यदि तपाईं आज सुन किन्ने वा बेच्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईंको लागि निकै महत्त्वपूर्ण छ, किनभने आज नेपाली बजारमा सुनको भाउले अहिलेसम्मकै सबैभन्दा डरलाग्दो रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला 2,97,600 रुपैयाँ कायम गरिएको छ। हेर्नुहोस् त, सुनको भाउ अब 3 लाखको निकै नजिक पुगिसकेको छ। हिजोको तुलनामा यो भारी वृद्धिले आम उपभोक्ता र विशेष गरी विवाहको तयारीमा रहेका परिवारहरूलाई निकै चिन्तित बनाएको छ। सुन मात्र होइन, आज चाँदीको मूल्यमा पनि ठूलो बढोत्तरी देखिएको छ। आज चाँदी प्रतितोला 4,945 रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि अब 5,000 को नजिक पुग्न लागेको देखिन्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नु र डलरको मजबुतीले गर्दा नेपालमा पनि भाउ आकाशिएको हो। के तपाईंलाई लाग्छ यो हप्ता सुनले 3 लाखको आँकडा पार गर्ला? आफ्नो प्रतिक्रिया तल कमेन्टमा लेख्नुहोला। दैनिक यस्तै आधिकारिक र ताजा सुनचाँदीको अपडेटका लागि हाम्रो च्यानललाई अहिले नै सब्स्क्राइब र यो भिडियोलाई लाइक गर्न नभुल्नुहोला। धन्यवाद।